ल गाइज आज चाहिँ म चिकन किन्नको निम्ति चाहिँ मार्केटतिर लागेको चिकनको पार्ट छुट्याएर राखेको थिएँ यहाँनिर घाँटी भयो होइन खुट्टा भयो त्यसपछि कलेजो किडनी सबै थियो मैले चाहिँ कुर्कुच्चा किने हड्डीसँग मिठो हुन्छ भनेर त्यसपछि छातीको भाग किन्नुभयो मेरो साथीले चाहिँ त्यसपछि यहाँ हेर्नुहोस् चाहिँ सुन्तला भयो के भन्छ नासपाती सब ड्रागन फ्रुट धेरै खानु हुँदैन दिस आउँदो रहेछ भेरि मैले थाहा पाइसकेँ अनि त्यसपछि फ्रुटहरू त्यो त्यसपछि म लागेँ स्ट्रबेरी हेर्दै थिएँ किन्नु चाहिँ किनिनँ महँगो छ अहिले यहाँनिर स्ट्रबेरी अनि अरू के फ्रुट हो थाहा भएन त्यसपछि यो केरा त्यसपछि यहाँ हेर्नुहुन्छ भनेदेखि के हो के अरू भन्दा नि म यहाँनिर टमाटर गोल भेडा क्या टोमेटो के भन्छ देखेर छक्क परेँ क्या 7 किसिमको देखेर क्या नेपालमा जम्मा एउटा देखेर हुर्केको मान्छे क्या म यो के फ्रुट हो कि एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा सिपी हेरौँ न के चाहिँ खान जानेको स्पेसली म यहाँ चाइनिज यो मार्केटमा छु चाइनाको मार्केटमा यो चाइनिजहरूले के खाना सर्प चाहिँ फेरि छैन है गाइस सर्प बिरालो त्यस्तो चाहिँ छैन है यहाँनिर माछा चाहिँ स्पेसली चाइनिजहरूको एकदमै धेरै फेभरेट हो फिस त कति धेरै खान्छ क्या चाइनिजहरूले एकदमै धेरै खान्छ क्या फिस चाहिँ म यो अब खिच्दै आएँ यो चाहिँ लास्ट भाग हो हेर्नुहोस् साथीहरू अनि अर्को देखाउँछु यो रातो चाहिँ होइन धेरै खानु हुँदैन रहेछ दिशा यो पनि आएको गर्ने रहेछ क्या पाचन क्रिया हुने चिजहरू धेरै खान्छन् क्या चाइनिजहरूले लाइक गाइस भिडियो चाहिँ यति नै हो अब म चाहिँ फर्किन लागेको